योजना चाहिँ उहाँ जुन हानिको निम्ति होइन, नोक्सानीको निम्ति होइन, तर प्रभुले बनाएको योजना कुन छ त? जहाँ आशा छ, जहाँ भविष्य छ। आमेन। 29:11 पदले भन्छ, जुन योजना मैले तिमीहरूको निम्ति बनाएको छु त्यो म जान्दछु। परमेश्वरले तपाईँ र मेरो निम्ति बनाएको योजना के त? प्रभुले जान्नु भएको छ है। अनि कुनै पनि त्यो हानि नोक्सानी हुने कुरा छ भने प्रभुले ती कुराहरू टाढैबाट त्यसलाई 4 कोस पर नै त्यसलाई के त? विफल बनाउनुहुन्छ। तर प्रभुले तपाईँ र निम्ति असल योजना बनाउनु भएको छ, जहाँ चाहिँ एउटा सुन्दर भविष्य छ, जहाँ चाहिँ एउटा आशा छ। त्यो निराशामा आशा दिनुहुने को हुनुहुन्छ? परमेश्वर हुनुहुन्छ। जब तपाईँले मैले परमेश्वरको वचनलाई सुन्छौँ, पालना गर्छौँ, जब हामी विश्वास गर्छौँ भने प्रभुले भन्नुभएको वचन, प्रभुले गर्नुभएको प्रतिज्ञा हामी देख्न सुरु गर्दछौँ। आमेन। जसरी पहिलो कुरा 2:9 पदले भन्दछ, आँखाले नदेख्यो, कानले नसुन्यो, मनले नसोचेको कुरा प्रभुले आज दिनुहुन्छ भनेर। अनि साँच्चै मैले कहिले पनि तपाईँहरूलाई देखेको थिइनँ होइन र? तपाईँले पनि मलाई देख्नु भएको थिएन। तर आज परमेश्वरको कस्तो ठुलो महान योजना आज हामीले यसरी भेटघाट सुन्दर सङ्गति गर्न पायौँ यो डाँडामा होइन र? जुन डाँडाको बिचमा है। आज साँच्चै नै जब यहाँ आइपुग्दाखेरि मलाई यति आनन्द लाग्यो कि प्रभुलाई मैले धेरै धन्यवाद दिएँ है। आज परमेश्वरको वचनमा लेखिएको कुरा मैले पुरा भएको देख्दै थिएँ, किनभने परमेश्वरले कति असल योजना मेरो निम्ति बनाउनु भएको रहेछ है। अनि परमेश्वरलाई म एकदम धन्यवाद दिन चाहन्छु, जुन परमेश्वरले आज हजुरको बिचमा बसेर यो सुन्दर होइन समय बिताउन प्रभुको होइन भजन गाउँदै परमेश्वरको वचनद्वारा उत्साह दिने मौका पाएको छु है। म परमेश्वरलाई धेरैभन्दा धेरै धन्यवाद दिन चाहन्छु है। किनभने परमेश्वरले आज हाम्रो बाहिरी आकृति हेर्नु हुँदैन। हो हामी शरीरमा अलिकति होइन, म अलिकति कालो वर्णको छु, तर म आफैले केवल सुन्दर लाग्छ है। तर प्रभुले सुन्दर बनाउनु भएको छ। अनि साँच्चै नि परमेश्वरले तपाईहरु प्रत्येकलाई सुन्दर बनाउनु भएको छ। तर प्रभुले हाम्रो भित्र हृदय हेर्नुहुन्छ। आमेन। होइन हामी हेर्छौँ नि पहिलो हामी 16:7 पदले भन्दछ कि है, मानिसले चाहिँ परमेश्वरले हेर्नु होइन, बाहिरी आकृति हेर्नु नले परमेश्वरले हाम्रो भित्र हृदय हेर्नुहुन्छ। हामी परमेश्वरमा कतिको इमानदारी छौँ त है? परमेश्वर प्रति हामी कतिको वफादारी छौँ त? प्रभुले दिनुभएको जिम्मेवारीमा हामी कतिको इमानदारी छौँ? त्यही अनुसार प्रभुले अझै धेरै जिम्मेवारी दिनुहुन्छ है। जब हामी मत्तीको पुस्तक 21 पदमा हेर्छौँ भने परमेश्वरको वचनमा लेखेको छ, तिमीहरू थोरै कुरामा इमानदारी भयो भने तिमीले धेरै कुराको जिम्मेवारी पाउनेछौ। आमेन। आज तपाईँ र म थोरै कुरामा जब इमानदारी हुन्छ नि है, जसरी 28 पदले भन्छ धेरै कुराको प्रभुले जिम्मेवारी दिँदै जानुहुन्छ है। हो हामीले कतिपल्ट सानो काम होला है, जब हामी सानो काममा इमानदारी हुन्छौँ भने है, होइन बुवा, अझै हामीले ठुलो जिम्मेवारीहरू पाउँदै जान्छौँ। अझै परमेश्वरले ठुलो काम अझै यो घर बनाउने काम पनि होइन, यो राम्रोसँग बनायो भने यो फिनिसिङ होइन, यो बनायो भने जुन यो छ नि अझै अधुरो छ।